दक्षिण काली मन्दिर कहिले बन्यो र किन बन्यो र के कारणले बन्यो, कति शक्तिशाली छन् र कुन कुन बार त्यहाँ पूजा गर्न मिल्छ भने के बलि चढाउन मिल्छ हो। त्यसै गरी चोबर डाँडाको बारेमा पनि कसले खन्यो र किन खन्यो र के कारणले यो चोबर त्यति प्रसिद्ध भयो भनेर बताउन गइरहेको छु। अब हामी कोटेश्वरबाट गरको हुँदै सातो बाटो हुँदै एकन्ता कुना हुँदै मैसीपाटीबाट बायाँ लागेर मेडिसिटी हस्पिटल हुँदै चोबरको त्यो गल्छी जुन मन्जुश्रीले काटेको गल्छी छ त्योभन्दा अलि अगाडि हामी निस्किनेछौँ र यो मनोरम दृश्यहरू हामीले क्यामेरामा कैद गर्दै अगाडि बढेका छौँ। हामी यो यात्रामा 5 जनाको टोली छौँ भने यसका केही मनोरम दृश्य। चोबरको पहाड चाहिँ प्राचीन कालमा काटेको भन्ने बुझिएको छ भने यसको ऐतिहासिक मिति कुनै तोकिएको छैन। यो चाहिँ चाइनाको बुटवाई पर्वतबाट चाहिँ आएर नेपालको उपत्यकामा विशाल पानीको भण्डार देखेपछि चोबर डाँडा काटेर बस्ती बस्न योग्य र खेतीपाती गर्न योग्य बनाएको भनेर बुझिएको छ भने अहिले पनि यसमा भूगर्भविदहरूले अध्ययनबाट पनि पुष्टि भएको छ भने यो पहाड साह्रै रोचक र एकदमै भयङ्कर दृश्य अझै पनि देखिन्छ। अब हामी दक्षिणकाली नगरपालिकामा प्रवेश गरिसकेका छौँ यो गेटबाट र यो बजार एरियाहरूमा अब सपिङहरू सकिसकेको छ, फुलपाती किनिरहेछ अनि यी पनि एकदमै दावेदार हुन् एउटा गर्लफ्रेन्डको लागि आएका छन्। के भन्न चाहन्छु? अब हामी चाहिँ यहाँ मन्दिर दर्शन गर्न आइपुगिसकेका छौँ। एकदमै भिडभाड हुने गरेको छ। यहाँ लाइन अलिक छिटो सरे पनि लाइन एकदमै गाह्रो छ र यहाँ अर्को वेबाट दर्शन गर्न जान मिल्छ र तलबाट सिधै चढाउनलाई यसरी दिनुहुन्छ। हामीले त्यही बाटो अप्नाएको। यो चाहिँ टेक्नोलोजी है। दक्षिणकाली मन्दिरका थप रोचक कुराहरू यो बल्खुबाट 22 किलोमिटर छ भने यहाँ बोका र भालेहरू बलि चढाइन्छ। यहाँ मङ्गलबार र शनिबार बलि चढाइन्छ। यो लाखपति बाल्ने स्थानमा लाखपति बाल्न नसके पनि आफूले लगेर बत्ती थपिँदा पनि पुण्य हुने विश्वास गरिन्छ। कसैलाई फोटो खिच्न लगायौँ त गुरुलाई केही रमाइलो कुरा गरेर फन्नी मोमेन्ट क्रिएट गरेर हामी अगाडि बढ्यौँ। गुरु पनि एकदमै रमाइला हुनुहुन्थ्यो र यो कलकल बग्ने पानीका थोपाहरूले हामीलाई दृश्य झन् रोमाञ्चक बनाएको थियो। मैले केही मोमेन्ट क्रिएट गर्नलाई कोसिस गरेको थिएँ। घन्टीहरूले सजाएको यो पहाड कति सुन्दर थियो।